माओवादीको मूल एजेन्डा नै राजतन्त्र पुनर्स्थापना गर्ने भएको हुँदाखेरि हैन, अब पछिल्लो निर्वाचनमा त समानुपातिक मत राप्रपाको लगभग 7-8 लाख नै आएको छ। त्यो किनभने अनुपातिक हिसाबमा नेपाली काङ्ग्रेस एमालेको 25-30 लाख कति छ हैन, 25 लाख जति होला र नेकपा माओवादीको 11 लाख छ। त्यो तुलनात्मक हिसाबले 7 लाख पनि कम भन्न मिलेन है। त्यो हुनाले अब राजावादीहरूको सङ्ख्या नेपालमा बढ्दै गएको जस्तो त्यसले देखाउँछ हैन। अब त्यस्तै अब कमल थापाको पार्टी पनि भयो। अब पछिल्लो समय गएर अब दुर्गा परसाईले नेतृत्व गरेको समूह पनि अब एक किसिमले राजतन्त्रकै पक्षमा देखिएको हुँदाखेरि अब राजावादीहरूको सङ्ख्या चाहिँ बढ्दै गएको देखिन्छ है। अब राजतन्त्र नेपालमा फर्किन त्यति सहज त नहोला मेरो विचारमा, किनभने अब त्यो अलिकति विगत नै भइसक्यो। अनि त्यो राजतन्त्र अब राजाहरू पूर्व राजा विशेष गरी ज्ञानेन्द्रसम्म जनताले स्वीकारे पनि ज्ञानेन्द्र पछिको पुस्ताहरू चाहिँ को हुने, अब जस्तै पारसकै छविको कारणले पनि त्यति सहज चाहिँ नहोला हैन, त्यति सहज छैन। तर पनि अब जसरी अब यो पहिलो आन्दोलनमै नेपाल सरकारले अलिकति दमनकै शैलीमा हैन अश्रु ग्यासहरू प्रहार गर्ने, गोली नै चलाउने लगायतका गतिविधि र अब राप्रपाको केन्द्रीय नेताहरू, उपाध्यक्ष र एकजना सांसदलाई समेत पक्राउ गरिसकेपछि अब एक किसिमले अब उहाँहरूले कसरी आन्दोलन अगाडि बढाउनुहुन्छ त्यो हेर्दै जाने विषय भयो है। तर पनि अब त्यति सहज चाहिँ नहोला। अब पछिल्लो समय अब यो राजावादीको आन्दोलन सुरु भइसकेपछि खास गरी अब गणतन्त्र चाहिँ हाम्रै हैन पेवा अथवा चाहिँ हामीले नै ल्याएको भन्ने किसिमले जसरी माओवादीले प्रस्तुत गरिराखेको थियो आफूलाई हैन, त्यो हुँदाखेरि अब गणतन्त्रवादीहरूको आन्दोलन दबाउन सरकारलाई नेकपा माओवादीको पनि समर्थन छ जस्तो देखिन्छ। किनभने जसरी अब उहाँहरूले यो संसदमा पछिल्लो समय कुलमान घिसिङलाई बर्खास्त गरेको विरुद्धमा आवाज उठाउँदै आइराख्नु भएको थियो। त्यसमा अब यो राजावादीको आन्दोलन सुरु भएसँगै र राजावादीहरूलाई दमन गरेसँगै हैन उहाँहरू अब राजनीतिक परिस्थिति फरक भयो भनेर कुलमानको मुद्दा पनि चटक्कै छोडेको देख्दाखेरि है यसमा अब उहाँहरूको पनि समर्थन रह्यो र अब नेपाल अब गणतन्त्रवादीहरूले मिलेर राजतन्त्रलाई पेल्निने नीति भित्रभित्र बनेको हुनसक्छ जस्तो लाग्छ मलाई।